आइयो है हामी सिधै फुलबारी केवल कारमा आइयो बुढी टिकट काट्न जाँदैछन् हजुरआमा अनि हामी यता एडामाथि मान्छेसम्म जाने म चाहिँ यहाँ बसिरहेको छु टिकट काउन्टर यहाँ छिर्यो अब कहाँ केवल कहाँ त्यो जाने ठाउँमा ए मनमा गति ए कमलका फुलहरू फुलिरहेछन् यो बनाएको आमा बनाएको गजब छ हामी त हिँडिरहौँ त्यति खासै गर्मी छैन आज हिजो राति पानीको पुस्काउने गर्छ यताको सिन हेर्नुसँग यस्तो छ कि पुरै खतरा देखिसकेर है दामी देखिँदो रहेछ यहाँ त्यो ठुलोमा जाने होला होइन सिद्धार्थ केवल कार रहेछ यहाँ यो फेरि फुलहरूको बगैँचा हामी के अहिले आउँदाखेरि फोटो खिच्ने रहेछ यहाँ जाउँ पहिला केवल कारतिरै गइन्छ हामीहरू त्यसपछि हामी हाँसी बल्ल फोटो खिच्ने अहिले यहाँ खिच्नुपर्छ टक्क हाम्रो सबै माथिबाट झन्डामा देखिँदो रहेछ क्या है यहाँ त नो एंट्री लेख्छ कहाँ है इसका रास्ता रास्ता तो मालूम नहीं है हमलाई पहले बार आए अभी केवल सिद्धार्थ केवल कार में हम यहाँ छिर्दै आए केवल कार जाने रास्ता से आएगा टिकट यहाँ जम्मा होगा यो फेरि ले जाने नि टिकट फेरि अहिले आउँदा त देखाउनु पर्छ अरे मा हामी लाग्यो है हजुरआमा यहाँ त खोलिने रहेछ क्या फेरि भत्तै खोला खोलेर भत्तै गइएला तल यार त्यस्तो राम्रो देखिँदो रहेछ है भ्यू तर बहुत राम्रो छ उताको भ्यू देख्दा ए सही सही गइरहेको गर्मी त यो भित्र गाडी अवस्था सानो लिएछ कस्तो लागिरहेको आज पहिले चाहिँ के चढेको कहाँ त चढ्नु भयो हरिद्वार जाँदा त्यसपछि फर्स्ट चान्स होइन पहिलोचोटि ए ल पारि केबल कार उहाँ हेर्न न अर्को पारि केबल कार उहाँ एउटा उहाँ छ एउटा यहीँ भइहाल्यो दुईवटा छ कि होटलमा
तपाईँले बनाइदिउँ होला नि हेलो गाइज हामी चाहिँ अब आइसक्यो अनि हामी अब एकछिन फोटोहरू खिच्छौँ है गाइज आइसक्यो भइरहेको हामी झन् थाल्यो आइसक्यो माथि यस्तो सबै नुवाकोटाबाट देख्ने भ्यूहरू यो त पछाडिको भएको हामी अगाडि घुम्दै घुम्दै जानेछौँ रास्ता यही हो ल आमा म चाहिँ यतै बसिरहेको छु अनि हिँड्दैछु ओहो दियोस् पहिलो अनुभव लियो केवल कारको पनि राम्रो लाग्यो राम्रोसँग चाहिँ भन्नाले राम्रै तरिकाले आयो हेर्नुहोस् त अगाडि दृश्य है गौतम बुद्ध अगाडि गएर देखाउने चाहिँ हामी तल्लो बाटोमा छौँ त्यही देख्नु सुकिसक्यो यहाँ पानीको पुख्यो तर चाहिँ सिस्टम राम्रो बनाएको छ ए होटलको भ्यू देखिने राम्रो नुवाको डाँडाबाट पुरा दामी देखिने छ यहाँ स्टार्ट हुन्छ यो एउटा आजको मौसम चाहिँ केही सफा छ धेरै सफा त छैन तर पनि सफा नै छ भनौँ यही हो बााउन्ड्री देखाएको छ नि अघि गौतम बुद्धको अब हामी तल फेरि जान थाल्यौँ फेरि त्यहाँ जाने छिटो भयो नदी भन्ने होला अब गोलपारा गइहाल्यो हामी चाहिँ यता हामी बसेको जान्छौँ देखिहाल्यो थियो सबैले गइसक्यो यही लाग्यो यहाँ उकालो रेडी छ कुन मन्दिर रहेछ नि त यहाँ मन्दिर कामना एरिया चाहिँ दामी लाग्छ है
पानीले घुमिरहेको छ सेम कमलको फुल जस्तै छ मिसिनमा पनि पानीले घुमाइरहेको नि खेला खतरा रहेछ यो घुमिरहेको पृथ्वी घुमिरहेको यता अलि पानीहरू राखेको छ उता हेर्नु उता